आजकल बच्चाहरू धेरै जिद्दी हुन्छन् भनेर धेरै कुराहरू आइरहेछ, तर किन जिद्दी भइरहेछन् त भनेर हामीले बुझेका छैनौँ। सो बालबालिका जिद्दी हुने कारणहरू के हुन् त? पहिलो कारण भनेको उनीहरूको स्वतन्त्रताको चाहना। दोस्रो भनेको हाम्रो परिवारजनहरूबाट चाहिँ उनीहरूले नपाएको ध्यान। तेस्रो हुन्छ उनीहरूको भोक, उनीहरूको निन्द्रा र उनीहरूको इरिटेसन। अर्को भनेको चाहिँ उनीहरूले जे देख्छन् त्यही नै सिक्छन्। हामी जिद्दी भएका छौँ भने हाम्रो बच्चाहरू पनि के हुन्छन्? जिद्दी हुन्छन्। अर्को हुन्छ अनुशासन। यदि अनुशासन चाहिँ फेरि राखियो भने चाहिँ त्यसले गर्दाखेरि पनि बालबालिका जिद्दी हुने गर्छन्। अर्को हुन्छ सिमाना परीक्षण गर्ने बानी। कतिसम्म चाहिँ जिद्दी हुन सक्छु त, पाउँछु त भनेर सिमाना जाँच्छन्। अर्को भनेको चाहिँ उनीहरू एकदमै धेरै नियन्त्रित हुनु। यदि उनीहरूको भावना दबिएको छ र उनीहरूले कुनै भावनाहरू, आफ्नो भावनाहरू व्यक्त गर्न सकेका छैनन् भने पनि बालबालिकाहरू जिद्दी हुन्छन्। त्यसैले उनीहरूको चाहनालाई बुझिदिने हो, उनीहरूलाई स्वतन्त्र छोडिदिने हो र थोरै नियन्त्रण गर्ने हो भने हाम्रा बालबालिकाहरू, हाम्रा बच्चाहरू जिद्दी हुँदैन।